हेलो गाइज, वेलकम टु माई च्यानल। आज चाहिँ म राजारानीको रानीतालमा आएको छु। तपाईहरुलाई पनि देखाउने छु, हेर्दै गर्नुहोला राजारानीको रानीताल कस्तो छ। हेर्नुस् है दर्शकबिन। यहाँबाट चाहिँ इन हुनुपर्ने छ। यहाँनिर चाहिँ सानो केटाकेटीलाई खेल्नुको लागि चिल्ड्रेन पार्क जस्तो पनि बनाएको रहेछ। यहाँनिर केटाकेटीलाई एकदम रमाइलो गरी खेल्नेको लागि चाहिँ राम्रो पार्क बनाइदिएको रहेछ यहाँनिर। यो चाहिँ गाइज तालमा बोटिङ गर्ने बोट हो। यो चाहिँ बोटिङ गर्न सक्छ तर यो चाहिँ पुरानो भए जस्तो छ। यो चाहिँ एकदम बोटिङ यो चाहिँ तालमा चलाउने साइकल टाइपको के हो यो मलाई चाहिँ थाहा भएन नाम चाहिँ। यहाँनिर चाहिँ गाइज सेल्फी हान्ने जग्गा रहेछ, दामी छ। रानीताल लेखेको रहेछ गाइज। यहाँ चाहिँ एलिफेन्टको स्ट्याचु। चाहिँ झुला पनि रहेछ, झुला। यहाँ पारी चाहिँ पिकनिक प्लेस पनि छ साथीहरु। सेल्फी हान्ने लभ डाँडा, खासमा चाहिँ यसलाई लभ डाँडा भन्छ। यहाँनिर चाहिँ जोडीहरू डेटिङ आउने गर्दछ, तर आज चाहिँ त्यहाँ पिकनिक चल्दैछ गाइज। पिकनिक यो तालको वरिपरि चाहिँ रोड छ गाइज। आउटडोर प्रोग्राम गर्ने कार्यक्रम चाहिँ कस्तो हुन्छ भने अलिक समस्या हुन्छ। यहाँनिर बच्चाहरूको लागि झुला छ। गाइस वरिपरि ठाउँ ठाउँमा फलैचा जस्तो पनि बनाइदिएको छ, मान्छे आएर बस्नको लागि। बोर्ड हेर्नुस् गाइस।
यो प्रमाणित छ तर त्यस्तो होइन जुन राष्ट्रले जुन समाजले जुन देशले साहित्यलाई कलालाई सृजनालाई सम्मान गर्छ नि त्यो देश त्यो समुदाय त्यो समाज एक पहिलेको पछि फर्केर हेर्नु पर्ने होइन त्यसका ज्वलन्त उदाहरणहरू छन् तपाईँ हामी मात्रै छन् संसारमा हेर्नु जाने हो भने त्यस्तो ठुलो उदाहरणहरू छन् मैले उदाहरण दिने गरेको छु तपाईँको पेरिसको इफेल टावरलाई इक्जाम्पल दिन्छु कहिले कहिले म यो पेरिस जुन कसैलाई आफ्नै महाराजाभन्दा अधिक माथि बोधी जस्तो राष्ट्र भने यदि कसैलाई यो चराचरमा तलमलाउन लागेको थियो उबेला पृथ्वी पनि भर्खर जन्मिएको थियो कलकलाउँदो थियो समय झन् बलिलो थियो छोडिन् त्यसैमा खेलाउनु त्यहाँ त अप्ठ्यारो नि त पल्लोमा ए हो टाउको गाइस तपाईँहरूलाई कस्तो लाग्यो त हाम्रो रानीताल मन परेमा कमेन्ट गरिदिनु होला र भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद अनि भिडियोलाई लाइक सेयर अनि सब्सक्राइब पनि गरिदिनु भन्दै अहिलेलाई चाहिँ म बिदा हुन चाहन्छु हस्त धन्यवाद।